बोल्नु पर्दैन, कसैलाई कन्भिन्स गर्नु पर्दैन। घण्टीको रालो हल्लाएपछि टाउको हल्लिया हल्लै छ त यहाँ त। तपाईँ हामीले यसले बोलेन भन्छन्, यो लाटो रहेछ भन्छन्, यसले हामीलाई कन्भिन्स नै गरेन भन्छन्। यहाँ त घण्टी हल्लायो भनेपछि मान्छेहरू हल्लिया हल्लै छ नि त, जाँड खाए जस्तो गरेर। यो कुरा डरलाग्दो हो कि होइन? आज घर घरमा हामीले किनेको मोबाइल, हामीले किनेको ल्यापटपमा प्रयोग गरेर हाम्रो पुस्ताको बिचमा घर घरमा झगडा बनाउने एउटा षड्यन्त्र भएको छ र यो चाहिँ सामने घामतापो भने एमाले भनिहाल्छन्, हलो बोकेर हिँडो भने राप्रपा आयो भनिहाल्छन्, माटाको काम गर्यो भने श्रमको पार्टी रहेछ, माटाको पार्टी रहेछ भन्छन्। किसानले श्रम र माटाको काम नगरे के गर्नु? रुखमा लागु भन्नु भने बुढो रुख भयो अरे, यस्तो भयो अरे। ताराको टोपी लायो भने पहिला गएको माओवादी भनिहाल्छन्, केहीमा छैन र। त्यसो भने अन्तिममा घन्टी बजाइन्छ, बसिन्छ। चुनाव हुँदैन यो कुरा बुझ्नु। केपी ओली हाम्रो ठुलो सम्पत्ति हो, देशकै सम्पत्ति, त्यसकारण उसलाई खाल्टो खनेर गाडेर राख्नुपर्छ। नळी खुट्टे च्यापेर टुई गर्दै देशभित्र बस्नै नसकेर गएका त होइन, च्वाइसले गर्दा नळी खुट्टे च्यापेर टुई गर्दै